प्रभुको कुरा कति मजाले सुनेर चाहिँ त्यो ठाउँ, त्यो अन्धकारको ठाउँ, ती परिवार, ती देश कुटुम्बलाई नै छोडेर हिँडेको कुराहरू पाउँछन्। प्रभुको कुरालाई आज्ञाकारितामा मानेको छ। अनि प्रभुले फेरि अब्राहमको जीवनमा करार बाँध्नु भएको छ। यस्तो आशिषको कुराहरू गर्नुभएको छ। 2 देखि हेऱ्यौँ भने उहाँले त आशिष यति ठुलो जाति खडा गर्नेछु तँबाट भनेर प्रभुले त्यो आशिष अब्राहमको जीवनमा बोल्नुभयो। त्यतिखेर अब्राहम कति वर्षको हुनुहुन्थ्यो त? 75 वर्षको हुनुहुन्थ्यो होइन अब्राहम प्रभुले बोल्नु हुँदा। तर हामीले झट्टै आशिष पाइहालेको चाहिँ देख्दैनौँ है। समस्या देख्छौँ, झगडा परेको छ, विभिन्न समस्याहरू त आएको छ। तर त्यसपछि परमेश्वरले अब्राहमको जीवनबाट यस्तो आशिष ल्याउनु भएको छ कि उहाँले जुन होइन सारा वृद्ध भइसकेको छ आफ्नो श्रीमती, त्यहीबाट चाहिँ यस्तो जाति खडा गर्छु भनेर प्रभुले पछि आएर उहाँले होइन पुरा गर्नुभएको पनि हामी पाउँछौँ। पछि आएर प्रभुले त्यो हुँदै नहुने कुरा, असम्भव कुरामा पनि उहाँले बोल्नुभएको जुन आशिष छ त्यो कुरा चाहिँ उहाँले पुरा गर्नुभएको हामी पाउँछौँ। यही हामी उत्पत्तिको 17मा हामी हेर्नेछौँ है त। उत्पत्तिको पुस्तक 17मा प्रभुले के भन्नुभएको छ त? 1 र 2 कसैले पाउनुभयो भने 1, 2, 3, 4। जब अब्राहम 79 वर्षको भए तब प्रभु अब्राहमका आज्ञा गर्नुभयो र तिनलाई भन्नुभयो, म सर्वशक्तिमान परमेश्वर हो, मेरो सामु हिँड र निर्दोष भएर बस। मेरो र तेरो बिचमा म आफ्नो करार पक्का गर्नेछु र म तेरो अत्यन्तै वृद्धि गराउनेछु। तब अब्राहम घोप्टो परे र परमेश्वरले तिनलाई यसो भन्नुभयो, हेर यो मेरो करार तसँगै छ, त असभ्य जातिसम्मको पिता हुनेछ। अब उपरान्त तेरो नाउँ अब्राहम हुने छैन, तर अब्राहम हुनेछ। 4सँग ठिकै छ, हुन्छ। आमेन। नानीलाई परमेश्वरले प्रशस्त आशीर्वाद गर्नुहोस्। अब अघि 75 वर्षमा प्रभु बोल्नु भएको थियो, अहिले आएर कति वर्ष भएको छ त अब्राहम? 79 वर्ष भइसकेको छ। अब यत्रो लामो वर्ष पुगेको है। कस्तो साह्रो धैर्यता प्रतीक्षा गरेको जुन प्रभुले दिनुभएको आशिषको कुराहरूको लागि प्रभु फेरि बोल्दै हुनुहुन्छ कि के भन्नुभयो त? मेरो सामु हिँड। आज हामीलाई पनि यही कुरा परमेश्वरले भन्दै हुनुहुन्छ। कतिचोटि समस्या आउँदै होला, विभिन्न कुरा छ, तर पनि हामीले परमेश्वरको सामु हिँड्न छोड्नु हुँदैन र निर्दोष भएर बस। मान्छेले हामीलाई दोष लगाउँछ, गल्ती हुँदैन तर पनि दोष लगाउँछ, तर परमप्रभुको सामु चाहिँ हामी निर्दोष हुनुपर्छ। जसले जेसुकै भनोस्, तर हामी चाहिँ परमेश्वरले हेर्दै गर्दा चाहिँ हामी सबै मण्डली चाहिँ निर्दोष हुनुपर्छ। जसरी अब्राहम निर्दोष भएर उहाँलाई बस्नु लाउँदा त्यसरी नै बसेको कुरा पाउँछौँ हामी। मेरो र तेरो बिचमा म आफ्नो करार पक्का गर्नेछु। मेरो र तेरो, आज हजुर परमेश्वर हामी मण्डली परमेश्वर बिचमा चाहिँ उहाँको करार बाँध्नु भएको छ है। त्यो चाहिँ पक्का गरेर बाँध्नु भएको छ। त्यहाँ चाहन्छौँ खेला चाहिँ हामी मान्छेले एकछिन के भन्छौँ त्यो फुत्काइहाल्छौँ, छोडिदिइहाल्छौँ चित्त नबुझ्दा होइन। तर परमेश्वरले चाहिँ कहिल्यै पनि त्यस्तो गर्नुहुन्न। जुन करार चाहिँ पक्का गर्नुभएको छ, म तेरो अत्यन्तै वृद्धि गराउनेछु। 75 वर्षमा बोल्नुभयो, 79 वर्ष भइसक्यो अझै पनि बोल्दै हुनुहुन्छ कि म त अत्यन्तै वृद्धि गराउँछु। त्यस्तो वृद्ध भइसकेकोलाई प्रभुले कस्तो मजाले भनिरहनु भएको छ। त्यसपछि अब्राहम घोप्टो परे अनि के भने त? हेर यो मेरो करार तसँगै छ। करार कोसँग छ? परमेश्वरको करार आज हामी मण्डलीसँग पनि छ। परमेश्वरले यस्तो करार बाँध्नु भएको छ कि आज हामीलाई कस्तो करार बाँध्नु भएको छ? हामीसँग, हामी मण्डलीसँग परमेश्वरले कस्तो करार बाँध्नु भएको छ अहिले हामीले बुझ्दा? येशू ख्रीष्टको बलिदान, नयाँ करारको रगत, जसले गर्दा मात्र हामीले पापबाट मुक्त पाएका छौँ। नयाँ करारको रगत होइन। करार मानिसहरूले कति भङ्ग गरेको छ। पुरानो करार पनि भङ्ग गरेको छ, अहिले नयाँ करार पनि प्रभुको रगत बलिदानहरूलाई पत्याउँदैन, प्रभुले दिनुभएको आज्ञाहरूलाई मान्दैन। अघि बिहान म होइन व्यवस्थाको पुस्तकमा पनि पढ्दै थिएँ त्यही करारकै विषयमा। मानिसहरूले ती करारहरूलाई चाहिँ पालनै गरेको छैन, कति चुकेको छ। अनि मैले यही विचार गरेँ, प्रभु होस् प्रभुको यत्रो करार बलिदान जुन आज्ञालाई पनि हामीले भङ्ग गरेको भए हिजोको दिनमा त्यस्तो शिक्षाहरू आउँदा भन्ने मलाई वचनले भइरहेको थियो, कुराहरूको प्रकाशमा आफूलाई आइरहेको थियो है। यसकारण चाहिँ हामीले पनि यस्तो प्रभुले पक्का
बाँध्नुभएको छ। साँच्चै हो, उहाँले कहिले पनि छोड्नुहुन्न हामीलाई, उहाँको तर्फबाट कहिले छोड्नुहुन्न। तर हाम्रो तर्फबाट चाहिँ हामीले कस्तो खालके करार बाँध्दैछौँ प्रभुमा, होइन? अब्राहमलाई त्यो पछि आशिष दिनुभयो, होइन? सन्तान दिनुभयो, आशिषै आशिष ल्याउनु भयो। यसपछि पढ्दै हामीले कति खुसी भएको छ, साराहरू खुसी भयो, उनीहरू हाँस्दै गर्दा अरू मानिसहरू पनि उनीहरूसँगै हाँस्न थालेको हामी पाउँछौँ। आज हामीलाई पनि हामी दुःखी होला, हिजोको दिनमा हाम्रो आँसु बग्यो होला, तर प्रभुमा हामी समर्पित भएर जिउँदा, प्रभुसँगै हिँड्दा, निर्दोष जीवन जिउँदै जाँदा, अनि प्रभुमा एउटा करार जुन बाचा हामी बाँच्छौँ, प्रभुले हाम्रो जीवनमा शक्तिशाली काम र आशिष ल्याउनुहुन्छ। हाम्रो मण्डलीमा कति प्रभुका जनहरू बोल्नुहुन्छ है। हाम्रो आदरणीय रुथ सिस्टरले अस्ति भन्दै हुनुहुन्थ्यो, पहिला उहाँको जीवनमा प्रभुले कतिचोटि आशिष ल्याउँदै बाधा आउँदै हुँदै थियो, हामी पनि कतिचोटि विचार गर्छौँ। अनि उहाँले यस्तो कुरा बोल्दै हुन्थ्यो, उहाँको धरान जाने कुरा अगाडि गर्दै हुनुहुन्थ्यो। अनि पछि चाहिँ उहाँले, होइन, म धरान गए पनि म यही मण्डली आउँछु। उहाँले प्रभुप्रति अनि एउटा परमेश्वरप्रति प्रभुले जे दिए नि नदिए नि प्रभुमा जिउँछु, एउटा करार चाहिँ बोल्ने कुराहरू, हामीले प्रभुमा चाहिँ बाचा बाँध्ने कुराहरू। त्यसपछिको जीवन हामीले विचार गर्छौँ, हामी हरेक मण्डलीलाई याद गर्छौँ है। सङ्गति बस्दा यताउता म चाहिँ हेरिरहेको हुन्छु, कसले के गर्छ, कसको जीवन कस्तो छ। कतिचोटि प्रभुले हामीलाई देखाउनु पनि हुन्छ। अनि उहाँको जीवन हेऱ्यो भने यस्तो आशिष, प्रभुको शक्ति र आशिष उहाँको जीवनमा बगिरहेको छ है। यसरी नै करार बाँध्नुपर्छ। मित्रताको करार पनि छ बाइबलमा। दाउद र जोनाथनले त्यहाँ करार बाँधेको छ। नाओमी र रुथले पनि करार बाँधेको हामी पाउँछौँ है बाइबलमा। उनीहरूले जुन करार बाँध्यो, नाओमीको 2टा बुहारी, एउटा बुहारी त अँगालो हाल्यो, आफ्नै जहाँ रोटी सकिएको छ, जीवन छैन, त्यहाँ फर्केर गयो। तर नाओमी त्यो सासूलाई चाहिँ रुथले पछ्याउँदा चाहिँ, रुथ एउटा अन्य जाति स्त्री थियो, होइन, एउटा परमेश्वरको जनसँग विवाह गरेको एउटा अन्य जाति थियो। तर उसले पछ्याउँदा चाहिँ यस्तो खालको शब्दहरू बोलेर पछ्याएको छ कि, तपाईँका परमेश्वर मेरो परमेश्वर, तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जान्छु, तपाईँ जहाँ मर्नुहुन्छ म त्यहीँ मर्छु। अनि त्यसपछि उसको जीवनमा यस्तो आशिष आएको छ कि उसले पनि सोचेको थिएन होला परमेश्वरले उसलाई त्यस्तो आशिष दिनुहुन्छ भनेर। आज भोलि सँगसँगै हाम्रो जीवन चाहिँ प्रभुसँग करार बाँध्नुपर्छ। हाम्रो आदरणीय दिना सिस्टर पनि बोल्नुहुन्छ है, कहिले कहिले सुन्छु म, प्रभुलाई त म त्याग्दिनँ, जसले मलाई त्यागे पनि बरु अरू त्याग चाहिँ प्रभु त्याग्दिनँ। कति राम्रो होइन शब्दहरू। प्रभुप्रति फर्स्ट प्राथमिकता चाहिँ जहिले पनि हाम्रो मुखमा त्यो हुनुपर्छ। अनि त्यसपछि उहाँले भन्नुहुन्छ यो मण्डली पनि विवाह गरेको एउटा मण्डलीसँग नि उहाँले करार बाँध्दै हुनुहुन्छ। जता पाए त्यतै सोच छैन उहाँको। प्रभुले भोलिको दिन कहीँ लानु ठिकै होला, तर अहिले चाहिँ हामी यताउता हुनु हुँदैन। एउटा परमेश्वरमा रहेपछि चाहिँ एउटा अधीनता, अनुशासनमा एउटा, होइन, एउटा परमेश्वरले दिनुभएको अगुवाहरूको पनि त अनुशासनमा रहनुपर्छ भन्ने कुराहरू बाइबलीय आधारमा चाहिँ उहाँले एउटा प्रभुमा त्यो बोल्दै हुनुहुन्छ। यो पनि एउटा बाचा हो। अनि यही अनुसारले उहाँले आशिष पाउँदैछु भन्दै हुनुहुन्छ, आशिष दिँदै हुनुहुन्छ। उनीहरू यहाँ धैर्यता, कति वर्षको धैर्यता छ, होइन? हन्नाको 19 वर्षको धैर्यतामा गर्भधारण गरिदिनु भयो। त्यसरी नै अब्राहमको जीवन हेऱ्यो भने कति वर्षमा, तर यस्तो खालको आशिष ल्याउनु भएको प्रभुले। त्यसरी नै आशिष ल्याउनुहुन्छ हजुरहरूको जीवनमा पनि। अनि जहिले पनि हामीले चाहिँ यो करार बुझ्नुपर्छ। अस्ति हाम्रो दानियल दाजुले भन्दै हुन्थ्यो नि, उहाँको पास्टरको लागि भरि उहाँले गोली, त्यतिखेर कस्तो समस्याहरू हुन्थ्यो त्यतिखेरको समयमा। गोली हान्दा पास्टरभन्दा अगाडि म थाप्छु भन्दा त्यो पास्टरलाई कस्तो गर्व भयो होला है। त्यो सुन्दै गर्दा नि हाम्रो प्रभुका छोराछोरीहरू बोल्नु हुँदा नै हामीलाई त्यस्तो हुँदो रहेछ। कस्तो हृदय, यस्तो माया बढ्छ कि, यस्तो आँट अझै कस्तो छुट्टै फिल भएर आउँछ मलाई, हामीलाई, होइन? त्यस्तो हुन्छ, कस्तो गर्व लाग्छ। तर जान्छु रिसाएर हिँड्यो भने, तर कोही जाँदै गर्दा तपाईँ यस्तो व्यक्ति बन्नुहोस् कि, होइन? प्रभु जो गए पनि म चाहिँ यस्तो, म एक्लै हुँदा पनि म चाहिँ खडा हुन सकुँ भन्ने खालको तपाईँहरूको सोच राख्नुहोस्, होइन? कहिले पनि प्रभुले हजुरहरूलाई त्यस्तो अप्ठ्यारोमा पार्नु हुनेछ। यस्तो शक्तिले हजुरहरूको जीवनमा चाहिँ आशिष 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 ल्याउँदै जानुहुनेछ। हुन्छ, हामी अझै पनि केही करारको बारेमा हामी हेर्नेछौँ। पहिलो समुएल 3:3 हामी हेर्नेछौँ है त। हजुरहरूले पहिलो समुएलको पुस्तक निकाल्न सक्नुहुनेछ। करारको थुप्रो छ, तर हामी 2वटालाई वचनहरू हेर्नेछौँ। पहिलो समुएल 3:3मा के लेखेको छ त? समुएल चाहिँ परमेश्वरको सन्दूक भएको परमप्रभुको
मन्दिरमा सुतिरहेको थियो, परमप्रभुको बत्ती निभेको थिएन। आमेन। ल यति मात्रै पढ्छौँ। हामीलाई यो सबै कति कुरा थाहा छ नि त होइन। धेरैचोटि समुएलको बोलाहट सुनेका छौँ। ऊ एउटा एली पुजारीको अधीनमै बसेको छ। एलीको आँखा त मधुरो भइसकेको छ हामीले हेऱ्यौँ भने, तर समुएल चाहिँ कहाँ बसेको छ त? परमेश्वरको सन्दुक। सन्दुक चाहिँ के हो त? एउटा करारको सन्दुक हो भनेर बुझ्नुपर्छ। एउटा करार, परमेश्वरले यो करारको सन्दुक, जहाँ चाहिँ यो सन्दुक जहाँ जहाँ हुन्थ्यो त्यहाँ परमेश्वरको उपस्थिति, त्यहाँ परमेश्वरको आशिष हुन्थ्यो। अनि करारको सन्दुक पछि लुटियो, मान्छेले अरू अरू ठाउँ देशमा लान्थ्यो, त्यो देशमा आशिषै आशिष आउँथ्यो। तर दाउदले बुझेर पछि त्यो करारको सन्दुक फर्काएर चाहिँ आफ्नो देशमा, आफ्नो ठाउँमा ल्याएको हामी पाउँदछौँ। अनि समुएल पनि होइन, यी यहाँ अगाडि पढ्यौँ भने त एलीका आँखा धमिला भइसकेका थिए, राम्ररी देख्नु सक्दैनथे। 3मा समुएल चाहिँ परमेश्वरको सन्दुक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती निभेको थिएन। करारमा चाहिँ यस्तो होइन शक्ति छ भन्ने कुराहरू पनि हामी बुझ्छौँ। त्यो सन्दुकमा चाहिँ त्यो चाहिँ परमेश्वरको उपस्थिति, करार बाँध्दा चाहिँ हामीले जहिले पनि प्रभुको उपस्थिति महसुस गर्छौँ। जस्तै परिस्थिति आउँदा पनि हामी प्रभुलाई त्याग्न सक्दैनौँ, छोड्न सक्दैनौँ। मानिसहरू कति ठाउँ यति आराधना गरिरहेको हुन्छ, मान्छेले आएर उसलाई बन्दुक तेर्साए पनि प्रभुलाई इन्कार भन्दा इन्कार सक्दैन। कति ठाउँ आगोमा मट्टितेल लगाएर आगो लगाइदिँदा पनि प्रभुलाई इन्कार सक्दैन। किन त्यस्तो भएको होइन? गाडीभित्रै घरमै आगो लगाइदिँदा पनि उनीहरूले प्रभुको निम्ति मर्न तयार भएको चाहिँ उनीहरूले प्रभुमा साँचो करार बाँधेको कारण। जसरी प्रभु मरेर हामी मानिसलाई करार बाँध्नु भएको छ, त्यो चाहिँ पक्का थियो, त्यसरी नै मानिसहरूले चाहिँ त्यो पक्का करार बाँधेको कारण चाहिँ मर्नु पनि तयार भएको हामी पाउँदछौँ। करार चाहिँ यस्तो कुरा हो। त्यो करार बाँधिँदा मर्दा उनीहरूको स्वर्गमा कत्रो इनाम चाहिँ होला, कत्रो मुकुट होला होइन। त्यो कुराहरूलाई पनि हामीले हेर्नुपर्छ। संसारमा त प्रभुले दिनु नै हुन्छ। अनि समुएल जस्तो व्यक्ति जो करारको सन्दुकमा, जो परमेश्वरको उपस्थितिमा रहेको हामी पाउँछौँ। आज हामी पनि सबै परमेश्वरको करारमा रहनुपर्छ। यदि करारमा छैनौँ भने हामीले गरेको कुराहरू, कति कुराहरू चाहिँ व्यर्थ हुन्छ। भए पनि दुःख पायौँ भने प्रभुलाई छोडिदिने, इन्कार्ने, त्यस्तो हुनु हुँदैन। जस्तो सुकै होस्, भए पनि होस्, नभए पनि नहोस्, मेरो इच्छा पुरा होस् नहोस्, प्रभु तपाईँको इच्छा पुरा होस् भनेर चाहिँ हामी अगाडि बढ्नुपर्छ। भने जस्तो भने कति मानिसहरू ब्याक भइहाल्छ नि त होइन। कतिचोटि ब्याक भएको मान्छे पाउँछौँ। कसै कोही संसारको प्रेममा भने पाएन भने ब्याक हुन्छ, कोही भनेको कुराहरू भएर विभिन्न दुःख पर्छ। अनि त्यतिखेर प्रभुले जाँच्नु हुँदा चाहिँ त्यो जाँचमा कोही पास, कोही चाहिँ फेल हुन्छ। त्यसकारण हामीले एउटा यस्तो पक्का करार बाँधौँ कि प्रभु अनन्तताको जीवन हो, यो जीवन चाहिँ जस्तो होस् तपाईँमा मैले समर्पण गरेको छु, तपाईँलाई चाहिँ म कहिले पनि त्याग्दिनँ। जस्तो परिस्थिति आओस्, चाहे मेरो जीवनमा सासाना भुल गल्ती हुन सक्ला, कहिले कहिले रिस होइन, कानगानपुरमा त अलिअलि जीवनमा चुक्छौँ, हामी पश्चातापी हुन्छौँ, कहिले कहिले ठ्याक्क पनि परेर आउँछ यो गर्नुहोस् भन्नु खोजेको चाहिँ होइन होइन। कतिचोटि हामी भुल्छौँ, कराउँछौँ, कसैको चित्त दुखाउँछौँ, फेरि पश्चाताप गर्छौँ, बोल्छौँ। तर हामीले प्रभुलाई त्याग्नुको लागि चाहिँ कहिले पनि यो सोच राख्नु हुँदैन कि यस्तो पक्का करार हामी बाँध्नेछौँ। कथाद्वारा पनि भन्नु मलाई मन लाग्छ होइन। एकजना पास्टर हुनुहुँदो रहेछ, अनि विश्वासी चाहिँ धेरै पछि घुम्दै घुम्दै पास्टरकोमा आउनुभएछ। अनि यसो हेरेको विश्वासी त घोडा त पलै पल रहेछ होइन। पास्टरले के भयो यत्रो धेरै पलै पल छ त? अनि विश्वासीले भन्नुभएछ, पास्टर बुवा म त यति प्रार्थना गर्ने, यति धेरै प्रार्थना गर्थेँ, कि प्रार्थना घन्टा प्रार्थना यति साह्रो कि यत्रो पल भएको पनि थाहै पाएन, यस्तो प्यान्टै च्यातिउन्जेल मैले प्रार्थनामा बसेँ भन्नुभएछ होइन विश्वासीले। अनि गफसफ भयो, बातचित भयो, विश्वासी फर्केर जानुभयो। अनि यसो जाँदै गर्दा फेरि हेरेको त पछाडि पनि च्यातिरहेको रहेछ, यत्रो यत्रो पाल। फेरि रोकाएर चाहिँ एक पक्क त्यो अगाडि त प्रार्थना गरेर यत्रो पाल भयो, च्यात्यो, त्यत्रो घुँडा टेकेको छ, के भयो नि पछाडि चाहिँ भनेर। पास्टर बुवा मैले त्यो एकजना केटीलाई फलानालाई यति धेरै मन पराएको थिएँ, यति साह्रो मैले उसको लागि प्रार्थना गरेँ, यति घन्टा गरेँ कि यो च्यातिउन्जेल मैले प्रार्थना गरेँ, तर होइन केही समयपछि त उसले त छोडेर अर्कैसँग गयो, म त अनि ब्याकस्लाइड भएँ, त्यही भएर मेरो प्यान्ट पछाडि पनि च्यात्यो भनेर भन्नुको चाहिँ एउटा अर्थ मात्रै हो। ब्याकस्लाइड, प्रभुलाई त्याग्यो, यति घन्टा प्रार्थना गर्यो, कसको लागि गर्यो? प्रभुलाई उसले खोज्यो कि अरू कुरा मात्रै उसले खोज्यो
भन्ने कुराहरू प्रभुले दिनुहुन्छ। प्रार्थना गर्नुपर्छ, यो होइन कि फेरि केही कुरालाई हामीले प्रार्थना नगरेर गर्नुपर्छ। तर त्यो भनेको नहुँदा चाहिँ हामीले एउटा प्रभुसँगको करारमा बाँधिएर बसेका छौँ कि छैनौँ, यो पनि हामी हुनुपर्दछ। एकदम करारमा चाहिँ हामी बाँधिएर चाहिँ बसेको हुनुपर्छ। जेसुकै होस्, जेसुकै होस्, हाम्रो बोलीबाट चाहिँ यो कुराहरू चाहिँ हामी सबैबाट हुनुपर्छ, सबैबाट हुनुपर्छ। हामीले हरेकले चाहिँ करार पक्का, जेसुकै होस् प्रभु तपाईँ हुनुहुन्छ, म तपाईँको निम्ति गर्छु, होइन। हामीले सङ्गतिमा पनि हामीले बोल्नु सिक्नुपर्छ कि जेसुकै परिस्थिति होस्, सङ्गति मैले प्राथमिकता दिनुपर्छ, तपाईँको उपस्थितिलाई चाहिँ मैले प्राथमिकता दिनुपर्छ भन्ने हामी सबैको यो सोच हुनुपर्छ। कहिले कहिले पाहुना आउँछ, यस्तो खालको पाहुना आउँछ कि छोडेर हिँड्नु पनि अप्ठ्यारो हुन्छ, नपकाएर दिनु। तर त्यो अवस्थामा पनि हामीले पाहुनालाई माथि कि परमेश्वरलाई माथि राख्छौँ त, होइन। कहिले कहिले यस्तो परिस्थिति आउँछ कि कहाँ हस्पिटलबाट टाढा, कहिले कहिले बाध्यतामा प्रभुले बुझ्नुहुन्छ कि यस्तो हस्पिटलभित्र चाहिँ त्यही हामी प्रभुसँग जोडिन्छौँ, होइन। अप्ठ्यारोमा चाहिँ प्रभु बुझ्नुहुन्छ। तर जानी बुझी नर्मल्ली कुराहरूमा प्रभुको उपस्थितिलाई हामी घुमाइरहेको हुन्छौँ। त्यसकारण हामी सबैले प्रभुसँग करार बाँध्नेछौँ। अनि हामीले दाउदको विषयमा थाहा छ, दाउद र गोलियत यस्तो लडाइँ गरेको छ। करार चाहिँ कसले बाँधेको छ त? गोलियत त फिलिस्ती, उनीहरूको त खतना पनि हुँदैन, खतनाको करार चाहिँ दाउदले बाँधेको थियो। यसकारण लडाइँ गर्दा पनि यस्तो दाउदले त्यो, होइन, गोलियतलाई चाहिँ उसको विरोध गर्दै त खतना नगरेको प्रभुको करारै छैन नि त। तर म त सर्वशक्तिमान परमेश्वरको नाउँमा जो सेनाहरूका परमेश्वर, फौजका परमेश्वर भनेको छ, कस्तो शक्तिशाली कुरा बोलेर चाहिँ दाउद अगाडि बढेको छ। लडाइँ त 5वटा ढुङ्गा बोकेको छ, एक ढुङ्गाले मुखै घर ढलाइदिएर मारिदिएको छ। लडाइँ कस्तो विजय, कस्तो शक्ति छ करारमा। यहाँबाट यो वचनद्वारा पनि हामी बुझ्छौँ त्यो शक्ति र त्यो आशिषलाई दिनको लागि आजदेखि हामीले चाहिँ, होइन, कसरी मानिसहरूले यस्तो प्रभुसँग करार बाँधेर उहाँको पछि हिँडिरहे, सबै कुरा उनीहरूको पछि पछि आउँदै गयो, होइन। अरू कुराको पछि हिँड्छौँ हामी, अनि प्रभु नै हुँदैन नि, आउँदै गरेको पनि कता भत्किन्छ, त्यस्तो पनि हुन्छ। प्रभुको पछि पछि, प्रभुको करारको पछि पछि, प्रभुको सम्बन्धको पछि पछि, प्रभुले भन्नुभएका कुराहरूमा रहँदै जाँदा अनि त्यो करारले चाहिँ, त्यो बाचाले चाहिँ हाम्रो जीवनमा यस्तो आशिष ल्याउनुहुन्छ भन्ने कुराहरू चाहिँ हामीले आजको वचनबाट बुझेका छौँ। अनि श्रीमान श्रीमतीको पनि करार कतिचोटि रिङ हराउनु सक्छ नि त, होइन। कतिले सुन्छु कसैले राखेर बिजोग हुन्छ, कतिचोटि सेवा गर्नेहरूलाई कसैलाई खानु चाहिन्छ, कसैको हराउँछ भन्नुपर्छ, फेरि भोलि करार बाँध्दा राखिहाल्नुहोस् पनि भनेको होइन। कतिचोटि त्यस्तो परिस्थिति हामीले देखेको छौँ। तर रिङभन्दा पनि ठुलो कुरा चाहिँ करार हो। प्रभुमा हजुरहरूले जुन बाचा बाँध्नु भएको छ, यसलाई चाहिँ साधारण नसोच्नुहोस्, जतिले बाँध्नु भएको छ करार। र चाहिँ साधारण कहिले कहिले एउटाको कमजोरी हुन्छ, करार सम्झिनुहोस्, होइन। कमजोरी त मानिसमा हुन्छ नि त, चुकिन्छ। दुई पछि नै एउटाको कमजोरी, अर्को पनि कमजोरी चाहिँ हुँदैन, फेरि सहायता पुर्याउने हुनुपर्छ अर्को पक्षले चाहिँ। यसकारण श्रीमान श्रीमतीहरूमा पनि एउटा बलियो करार, मण्डलीसँग पनि बलियो करार, परमेश्वरसँग त पहिलो प्राथमिकता। जेसुकै सबैले छोड्यो त्यागे पनि प्रभु तपाईँलाई म छोड्दिनँ, जसरी तपाईँले मलाई कहिले नछोड्ने बाचा गर्नुभएको छ, कहिले त्याग्दिनँ भनेर बाचा गर्नुभएको छ, म पनि तपाईँलाई कहिले छोड्दिनँ, कहिले त्याग्दिनँ भनेर चाहिँ हामीले यो बाचा बाँधेर, करार बाँधेर हामी अगाडि बढ्नेछौँ। परमेश्वरले हामी सबै मण्डली परिवारलाई आशिष गर्नुभएको होस्, होइन। आज वचनलाई म यतिकै समयमा राख्दै हामी प्रार्थनाको विषयमा जानेछौँ। हामीले वचन अनुसारले हामी जिउन सकौँ, होइन।